हेलो गाइज नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो। त्यो गाइज आज धेरै पछि हामी भ्लग बनाउन जाँदैछौँ। गर्मी एकदमै छ। हामी चाहिँ अब लगभग 2-3 महिनापछि भ्लग बनाउन गइरहेको छौँ र आज एकदमै गर्मी छ। म जब नेपाल गएको थिएँ, नेपालदेखि आएपछि मेरो बाइक अलि हल्का खराब भएको थियो, हल्का ठिक पनि छ र सर्भिस गर्न जानुपर्ने छ यसलाई। आज धेरै कामहरू छ, कता कता जानुपर्ने छ, हजुरहरूले भिडियोमा बनिरहनु होला, अवश्य देखाउने छु। चलो गाइस अब निस्किनु पर्यो है। आज धेरै दिनपछि बाइक चलाए यार। तो आज एकदमै धेरै दिनपछि टक्क आफ्नो बाइकमा है एकदमै बवाल आइरहेछ र यहाँबाट चाहिँ हामी अगाडि भक्तापुर चोक जान्छौँ। वहाँदेखि मैदान त हुँदै हुँदै सदरको रोडमा, सदर बजारवाला रोडमा जान्छौँ। त्यहाँ अलिकति काम छ, त्यहाँ काम सघाएर अनि आउनु पर्ने हुन्छ। ल हामी जान पाइयो, ए जान्यो हिन्दी हाल हामी त। सो गाइस फाइनली हामी मेन रोडमा आइयो। यहाँबाट जान हामीलाई लगभग 12-15 मिनट लाग्छ यहाँबाट जानलाई। हेरौँ त्यति गर्मी छैन, पहिला एकदमै गर्मी हुन्थ्यो यो टाइममा, अहिले चाहिँ अलि कम छ। इन्डियातिर गुडगाउँमा गएको बस्नुहुन्छ होइन, अहिले चाहिँ पहिलाको भन्दा अहिले हल्का कम भयो जस्तै चाहिँ महसुस भइरहेछ होइन। अच्छा हमको सिखा रिया है। हजुरहरूलाई चाहिँ कस्तो लाग्छ र कहाँदेखि भिडियो हेर्दै हुनुहुन्छ, गुडगाउँदेखि हेर्दै हुनुहुन्छ कि अन्त देखि हेर्दै हुनुहुन्छ? हजुरहरूले भिडियो हेर्नुभएको भए लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला होइन। के भन्दा विकास फ्यामिलीमा त जोडिनु पऱ्यो नि त होइन। ओके ल यहाँबाट युट्युब लिनु पऱ्यो पहिला। बत्ती नि खुलिरहेछ। हामी चाहिँ तल्लोबाट लेफ्ट जान्छौँ, यहाँदेखि लेफ्ट जान्छौँ सर। र बाइकमा अलिकति प्रब्लम आइरहेछ, अलि यता हावा पनि कम छ अनि काम गराउने भन्दै अचानक घरतिर जानु पर्यो। त्यही कारणले गर्दा काम गराउन पाएको थिइनँ। अब चाहिँ आइसक्यो। अब पक्का नि यसको काम राम्रो गराउने छु होइन। आज पुरा जानु पर्यो वहाँ गएर, अनि काम कति हुन्छ कि हुँदैन, काम भयो भने चाहिँ उहाँलाई छिटो आएर यता जानुपर्ने हुन्छ बजाज सोरुममा होइन। अनि बजाज सोरुममा अलिकति सामान पनि छ कि छैन, बाहिरबाट मगाउनु पर्छ भन्थ्यो पहिला सोधेको। उति बेला त मगाइरहेको थियो, अनि आफू चाहिँ जान नपाउने कारणले गर्दाखेरि यत्तिकै रहेको थियो। फाइनली गाइस हामी चाहिँ मैदान तहवाला बत्तीमा पुगिसकेका छौँ। बत्ती क्रस गरेर अगाडि आइसक्यौँ। तपाईँको चाहिँ यो मेरो लेफ्ट साइडमा देख्न सक्नुहुन्छ, अलिक ठुलै छ होइन। यो चाहिँ देखिसकेको छ नि, यो चाहिँ मैदान त हस्पिटल यहाँको एकदमै फेमस। बाहिरदेखि नै मान्छे आइरहेको हुन्छ चेकअप गराउन होइन। एकदमै फेमस हस्पिटल हो भन्नु पऱ्यो होइन। नेपालतिरबाट नि आइराख्नु भएको हुन्छ, त्यही हो। बाइकले सर्भिस मागिरहेछ, चेन अलि लुज भएको छ होइन। टक 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 त्यो चेन ठोकिरहेछ कि अरे यहीँ आएर इन्डिकेटर दिइरहेछ यार। कस्तो गाडी हो मान्छे यार।
जाने त अलि अगाडिदेखि दिनु पऱ्यो नि इन्डिकेटर, थाहा त हुनु पऱ्यो हामीले पछाडि बस्ने मान्छेलाई कि यहाँदेखि जान लागेछ भनेर होइन। यस्तो यार अब के गर्नु। ठिक छ, अब चाहिँ यहाँबाट हामी चाहिँ अन्डरपास हुन्छौँ होइन, फ्लाइओभरको तलबाट जान्छौँ। ठक्क तलबाट गयो भने सट्ट माथि निस्किन्छ पलतिर गएर। ल यहाँबाट गयो भने राजीव चौक जान्छ माथिपट्टि, हामी चाहिँ अन्डरपास जान्छौँ। यहाँदेखि सदरको लाइन टक्क सर्टकट जान अलिक चाँडै हुन्छ। बाइक पनि अजिस्तो फिल भएको छ यार, धेरै दिनपछि चलाएर होला। देखिन्न त यार, अँधेरो छ त भित्र त। अम्बो चलो चलिरहेको रहेछ गोप्रो, मैले चेक गरेको नदेखेको कि। ल माथि त निस्कियो होइन, यो बस चाहिँ कता जाने हो अब। बत्ती त दिएन, बत्ती नदिएर ल माथि जाँदो रहेछ। ल ल ल होइन, आज सबै नसा गरेर चलिरहेको छ क्या भनेको यार। अचानक सिधै घुसिरहेको छ त बा। ठिक छ, यो चाहिँ सिधा जाने भयो दिल्लीतिर जाने रोड हो। हामी चाहिँ तल्लो बाटो पक्रेर टक्क आफ्नो कामको लागि जानु पऱ्यो सदरतिर। ल यहाँबाट चाहिँ हामी लेफ्ट हुन्छौँ। लेफ्ट भएर चाहिँ अलि बत्तीमा कुर्नुभन्दा लेफ्ट भएपछि अलिक चाँडै भइन्छ। बत्तीमा कुर्नु परेन यहाँबाट होइन, जे होस्। दिउँसोमा पनि यस्तो छ यार, लास्टै भिड छ, के भएको। ओ तेरी ल अब फाइनली पुगिसकेछौँ भन्दा नि हुन्छ। धेरै दिनपछि यसो खिच्नु पऱ्यो भने खै बाटै खाइदिएको छैन, यस्तो भिड भयो नि कि खिच्ने भयो। ओहो यस्तो गर्मीको बेला के हो, के दिइरहेको छ यहाँ? शरबत पानी फ्रीमा है? यस्तो गर्मीमा शरबत पानी पिना भए त मजा आउँथ्यो यार। फ्रीमा बाँडिरहेको शरबत पानी। यस्तो गर्मीमा शरबत पानी पाए। हामी यहाँबाट युटर्न लिनु भएर होइन, यहीँबाट हो र? यही होइन? ओके, कहाँनिर यति अघि पल्तिर होइन? होइन राखौँ, पल्तिर राखौँ नि त, शीतलमा राखौँ क्या। अहिले सिट तातेर लास्टै पोल्छ फेरि अहिले यार। टक्क यहाँ राख्नु पऱ्यो क्या, सिट तातै भने अलिक बराबर हुन्छ। यहाँ शीतलमा राख्यो भने आनन्द भयो नि। ल गाइस फाइनली आइसक्यो। फाइनली आइयो, बाइक चाहिँ शीतलमा राख्यो, अहिले पोल्छ फेरि। अब यही अलिकति काम छ। ल काम सघाउँछु र अनि भेटौँला है त रोडमा।